सो गाइज फाइनली मेरो ड्युटी सकेर म रुममा आउँदैछु अनि आज के पकाउने भन्ने कुराहरू यहाँ हो। त्यसपछि मैले किन्न बनाउनु पर्छ। हाम्रो यहाँ भात सात पाक्दैछ हाम्रो किचन। फाइनली अब म चाहिँ म रुमभित्र आइसकेँ गाइज। हेर्नु होला रुमको हालत यस्तै छ होइन। के गर्ने जिन्दगी यस्तै छ है। अब पछि हामी नुहाई धुवाई कार्यक्रम हुन्छ। अब खाना साथीहरूले पकाइराख्नु भएको छ भन्ने कुराहरू जानकारी पाइयो होइन। यसो फ्रिजतिर नि हेरौँ के छ खानेकुराहरू भोक लागेको छ। जुस बाइक अरू किन्नहरू चाहिँ टमाटर यसपालि त भकला जानुपर्ने अवस्था परिसकेको अवस्था छ मलाई। बाई बाई अर्को ब्लगमा भेट्ने ल गाइज।